आज हामी एफजेड VT को V2 को क्लच प्लेट चेन्ज गर्दैछौँ। क्लच प्लेट चेन्ज गर्नु अगाडि पहिला हामीले यहाँ भएको इन्जिनलाई सबै ड्रेन गर्नुपर्छ। ड्रेन गर्नको लागि हामीले यहाँ तल युज गर्ने भनेको 12 mm को एल ह्यान्डलले गोटीले युज गर्ने हो है। यसलाई यसरी गरेर एन्टी क्लकवाइज घुमाउनुपर्छ हामीलाई है। धीरज भाई हल्का हैमर लगाओ तो मोटी सा लास्ट में 43 यसलाई पुरै ड्रेन हुन दिनुपर्छ है हामीले। यो मोबिल ड्रेन गरिसकेपछि हामीले चाहिँ सबै 8 नम्बरको पीले यो सबै बोल्टहरू खोल्नुपर्छ है। सबैभन्दा पहिला मोबिल फिल्टरबाट हामीले स्टार्ट गर्ने। यसलाई 10 को टीले अब यसलाई खोल्ने हामीले। 10 को टीले हो भाइ। यसमा चाहिने हेर्नुहोस् क्लच प्लेट पुरै घोटिसकेको छ। 1 2 3 हामीले यो एफजेड V2 को क्लच प्लेट टोटल एसेम्बली नै चेन्ज गर्नुपर्ने भएको छ हैन। त्यो हुनाले हामीले यो चेन्ज गर्नुलाई यो त सुरुको प्रोसेस त मैले देखाइ नै सकेको छु। त्यसपछि यो एसेम्बली खोल्नलाई पहिला यो वाला लक लगाउने, त्यसपछि 19 को गोटीले 19 नम्बरको गोटीले यो गरेर यसरी गरेर हामीले निकाल्ने। हामीले निकालिसकेको छौँ। निकाल्नलाई चाहिँ देखाउनलाई प्रोसेस देखाएर तपाईलाई यो निस्किन्छ। नट लुज भइसके पछाडि स्लोली यो नट खोलिदिने। नट खोलिसके पछाडि यहाँ एउटा लक पत्ती हुन्छ त्यो पनि निकाल्ने, राखिदिने। सडक बिस्तारै यसरी हल्लाउँदै निकाल्ने। तपाईँको यो निस्किन्छ। यसको जम्मै हामीले क्लच प्लेट यो भनेको मेल फिमेल हो। मेल फिमेल प्रेसर प्लेट सबै निकालिसकेको छौँ। अब हामीले यो सबै सफा गरेर एसेम्बली गर्छौँ। अब चाहिँ नि हामीले यसको मेल पहिला हाल्छौँ सफा गरेर। जति सफा गरेर त्यति बाइकको पर्फर्मेन्स राम्रो हुन्छ हो कि नै। ओके हाम्रो यो भइसक्यो एडजस्ट। नेक्स्ट अब यसको हामीले लक यसरी अड्काउनेछौँ।
अब चाहिँ पहिला हामीले यसरी गरेर यसलाई अड्काउनु पर्ने हुनेछ। त्यसपछि 19 को गोटी लिएर यसरी टाइट गर्नुपर्ने हुन्छ। ल राम्रै टाइट भइसकेको छ कि छैन भनेर पहिला एस्योर भएर मात्र गर्नु होला। धेरै टाइट गऱ्यो भने स्लिप खान्छ। अब नेक्स्ट हामीले यसको प्रेसर प्लेट र क्लच प्लेट मिलाउने हो। त्योभन्दा अगाडि हामीले यो लक छ कि छैन पनि हेर्नुपर्ने हुन्छ है, एकदम ध्यान दिएर। हेर्नुहोस् यो लक भइसकेको छ। अब हामीले क्लच प्लेट हाल्नु अगाडि यसलाई हल्का मोबिलिङ गर्ने भाइ। यहाँ यसो थोरै थोरै गरेर बिस्तारै बिस्तारै यसरी भिजाएर हाल्यो भने चाहिँ यसको राम्रो हुन्छ पर्फर्मेन्स। पछि गएर भिज्नुभन्दा हामीले पनि भिजाइसक्यौँ। यसको प्रेसर प्लेटलाई हल्का 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 एक एक गरेर प्रेसर गर्दै हुनुपर्छ। पहिला चाहिँ नि हामीले क्लच प्लेट हाल्नुपर्छ र त्यसपछि प्रेसर प्लेट, त्यसपछि फेरि क्लच प्लेट, फेरि 43 बाट अङ्कल कटुनु, त्यसपछि फेरि प्रेसर प्लेट, क्लच प्लेट, प्रेसर प्लेट एन्ड लास्टमा फेरि क्लच प्लेट। यो भयो सकेको छौँ। नेक्स्ट भनेको अब यसलाई इन्स्टल गर्छौँ है। नेक्स्ट भनेको यो जसरी जसरी निकालेको थियौँ त्यसरी त्यसरी नै हाल्ने हो है। टाइट गर्दाखेरि क्रिस क्रस गरेर टाइट गर्नुपर्ने हुन्छ है।
अब हामीले क्लच एडजस्ट भएको छ कि छैन भनेर यहाँबाट चेक गर्नुपर्छ है। त्यसको लागि यो 10 को पाइपले लुज गर्ने, त्यस पछाडि पेचकस लिएर प्लसवालाले यो हाम्रो ठ्याक्कै टच भइसकेको छ, त्यही भएर हामीले यो छोडिदिइसक्यौँ। अब टच गरिसक्यो, अब त्यसपछि नेक्स्ट भनेको यसलाई 10 को टीले टाइट गरिदिने। अब माथिबाट हामीले चेक गर्ने यहाँ एडजस्ट भएको छ कि नै भनेर, यहाँ हेर्न सक्नुहुन्छ। यो हाम्रो प्लस एडजस्ट भइसकेको छ। भइसक्यो। अब नेक्स्ट भनेको यो हाम्रो कभर हाल्नु अगाडि मजाले सफा गर्ने, च्यात्तिएको छ छैन ग्यास्केट पुरै चेक गर्नुपर्छ। त्यस पछाडि हामीले यसलाई कस दिन्छौँ। इफ चेन्ज गर्ने खालको छ भने चेन्ज गर्नुपर्छ ग्यास्केट पनि, तर यो चेन्ज गर्ने पर्ने जस्तो छैन। हामीले यसैलाई नै हामीले युज गर्ने भएको छौँ। सफा अलमोस्ट हुनु लागिसक्यो। यसो राम्ररी हामीले कसेनौँ भने यहाँबाट मोबिल लिक हुनसक्छ। मोबिल लिक केस भइसके पछाडि इन्जिन सिज हुने डर हुन्छ। त्यो हुनाले हामीले राम्ररी क्रस चेक गरेर मात्र फिटिङ गर्ने। हामीले अलरेडी यो पेट्रोलले पनि सफा गरिसकेको छौँ। हामीले सबै हालिसक्यौँ। अब नेक्स्ट भनेको हामीले यहाँ फिट गर्नु अगाडि यो आयल सिल बाङ्गो यताउता च्यात्तिएको अथवा टुटेको केही छ कि छैन भने यहाँ स्योर गर्नुपर्छ है। यसमा चाहिँ केही पनि छैन। अब हामीले यसलाई फिट गर्छौँ है। हामीले क्लच प्लेट फिट गरेर यो ढिक्का पनि बन्द गरिसक्यौँ। अब हामीले यहाँ म्याक 40 को 10W30 1 लिटरवाला इन्जिन ओइल युज गर्नेछौँ। हामीले फिटिङ गरिसकेको छौँ। चलाएर हेर्छौँ भएको छ कि छैन। एकदम फर्स्ट क्लास भइसकेको छ यो हाम्रो। अलिकति यहाँबाट माथिबाट